त्यो आराधनामा जाँदै गर्दाखेरि त्यो बन्धनहरू चाहिँ खोलिनुपर्छ त्यसले है। हामी गाउँदै अनि तपाईँलाई जुन अगुवाई आउँछ भजन गाउँदै अथवा नाच्दै तपाईँलाई जुन तरिकाले मनपर्छ विशेष गरेर आशिषको समय आज चाहिँ मैले पर्यो भनेर अनि पुरै निर्णयको साथमा उभिरहेको छु। त्यो सम्बन्धित छ विशेष गरेर सुरुमै भनिहाल्छु एउटा एज अ अभिषेक छन् अनि पास्टरसँग सम्बन्धित विषयलाई म उठान गर्न लागिरहेको छु। पक्कै पनि मलाई लाग्छ यहाँहरू सकारात्मक हुनुहुन्छ भन्ने नै लागिरहेको छ। अनि केही समय अगाडिदेखि हामी प्रार्थनाको साथमा हामी गरिरहेका छौँ। परमेश्वरलाई सब कुराबाट महिमा भएको होस्। विशेष गरेर म अलिकति पृष्ठभूमिलाई जोड्दै जान्छु। आदरणीय पास्टर दाजु अनि हजुरलाई थाहा नहुन सक्छ। त्यस कारणले गर्दा हामी अभिषेक भन्ने शब्दलाई चाहिँ एउटा महत्त्वपूर्ण ढङ्गले हामी सम्मान गर्न चाहन्छौँ। त्यो जसरी हाम्रो आदरणीय पास्टर दाजु हुनुहुन्छ, मैले भौतिक कुरालाई तिमीमा जोड्छु है, म आत्मिक कुरालाई जोडिरहेको छु। उहाँले जसरी एउटा मण्डलीको भविष्यको बारेमा हुनुहुन्थ्यो, मैले प्रत्यक्ष उहाँले मैले फिल गरेको छु। कयौँपल्ट उहाँको ठाउँमा म उभिएर मैले हेरेँ आफूलाई। त्यतिखेर चाहिँ मैले के पाएँ भन्दाखेरि चाहिँ कतिपल्ट चाहिँ मेरो आँसु झरेको मैले देखेको थिएँ। सिरियस कुरा गरिरहेको छु है। जब म उहाँको ठाउँमा अनि उभिएर हेर्दै गर्दाखेरि नि त्यहाँ परमेश्वरको महिमाहरू पनि देखेँ, मैले अनुभव गरेँ। अनि कतिपल्ट आँसु पनि बगेको मैले महसुस गरेँ। त्यो कुराहरू पार गर्दै गर्दै आज यहाँसम्म एउटा परमेश्वरको महिमालाई अनि तपाईँ हाम्रो जीवनमा उहाँले चाहिँ गर्नुपर्छ भनेर मैले एउटा उत्साह दिइरहनु भएको छ। त्यो कुराप्रति हामी एकदमै आभारी छौँ। एउटा अभिषेक जनलाई सबैको प्रार्थना गरौँ न भन्ने खालको एउटा हाम्रो सरसल्लाह भयो बिचमा। आज सम्झँदैकै दिनमा एउटा
पास्टरलाई पनि प्रार्थनाको आवश्यक पर्छ, उत्साहको आवश्यक पर्छ होइन। त्यो कुराको महसुस सबैले हामीले गरिराखेका रहेछौँ। धेरै व्यक्तिले खुसी लाग्यो मलाई त लु गर्नुपर्छ, तर गर्ने कसरी फेरि होइन। फेरि आइडिया लिनु पर्यो। मलाई पनि त्यस्तो आइडिया थाहा थिएन। प्रार्थना गर्नुपर्छ, कतासम्म त लगाइदिनुपर्छ भनेर त थाहा थियो। अरू केही गर्नु त विशेष होइन। अनि गर्ने कुरा हाम्रो चाहिँ बहिनी हुनुहुन्छ, धेरै सरसल्लाह गरेर होइन आइडिया दिनुभयो। अनि हाम्रो प्रेस बहिनी हुनुहुन्छ, विशेष गरेर मेरो पनि टिम बढेको छ अहिले पुरै 3जना सपोर्टमा। अनि अब दाजुसँग मैले सरसल्लाह दिएँ, मलाई एकदम पोजिटिभ गर्नुभयो, तपाईँ जे गर्नुहुन्छ त्यसो गर्नुहोस् भन्नुभयो, झन् खुसी। त्यस कारणले गर्दा आज अनि यो कुरालाई अनि एउटा हस्टेलको लागि हामी सबैजना मिलेर अहिलेसम्म प्रार्थना गर्नेछौँ। हामी सबैजना राजी नै छौँ, खुसी नै छौँ है। किनकि मैले कुनै एउटा मण्डलीमा मैले सुन्दै थिएँ यस्तो पोजिटिभ कुरा क्या। एउटा साथी छ मेरो होइन, नाम भन्दिनँ, पास्टरको नाम भन्दिनँ। ऊ साथी काम गर्छ, हामी जस्तै एउटा मजदुरी गर्छ। अनि पास्टरलाई यति सम्मान गर्छ उसले। सर मैले सुरुमा 10 अंश निकाल्छु, अनि दोस्रोमा भनेको मैले पास्टरको लागि कति सक्छु है, इच्छा लाग्छ, भेटी छुटाउँछु, अनि मात्रै म काम गर्न दिन्छु। अनि उसलाई मेरो यति आदर गरेको क्या। अनि किन हो भन्दाखेरि चाहिँ अब मलाई आफै भन्नु, मैले किन भनेन भन्नु मिलेन, किन त्यति साह्रो भन्नु मिलेन होइन। उहाँले के भन्नु भने, सर एउटा पास्टरले एउटा मण्डलीको परिवारलाई कति प्रार्थना गर्छ है, कति गरेको हुन्छ, त्यो कुरा हामीले पनि देख्नु पऱ्यो नि त भएन क्या। प्रश्न पनि उसैले उत्तर पनि उसैले दिनुभयो, मलाई मजा लाग्यो। अनि त्यो कुराहरू चाहिँ हामीले पहिलादेखि फर्किरहेको छ होइन। त्यस कारणले त्यो चाहिँ फर्किरहेको रहेछ। अनि त्यस कारणले गर्दा एउटा आत्मिक एउटा पिता भनौँ न होइन, एउटा अग्रज, एउटा के भन्छ बुवाको रूपमा उहाँलाई हामीले चिन्दछौँ। त्यसरी हामीले एउटा वचनको सेवाकाईमा हामीलाई इन्करेज गर्नुहुन्छ है, अनि हौसला दिनुहुन्छ प्रार्थनाको कुरामा। वचन चाहिँ यसरी जाउँ है, हामीलाई धेरै सजिलो छ। हाम्रो एउटा दाजु हुनुहुन्छ, उहाँले धेरै कुराहरू होइन, उहाँले हामीलाई हौसला दिनुहुन्छ त्यो कुराहरू। त्यसो गर्दै गर्दाखेरि अनि हाम्रो पास्टर अनि फ्यामिलीको लागि प्रार्थना गरौँ भन्ने सल्लाह कारणले गर्दाखेरि आज यो ठाउँमा पुगिरहेको छु। मैले जसरी यो खण्डलाई मैले यहाँ विभाजमा राखेको छु, एलिसाले चाहिँ त्यो अभिषेकलाई चाहिँ उसले त्यो एउटा उसको शक्ति प्रदर्शन गर्नको निम्ति मात्रै उसले लिन खोजेको होइन। त्यो अभिषेक भन्ने कुरा चाहिँ ममा हुँदै गर्दाखेरि चाहिँ म कुन लेभलमा हुन्छु भनेर उसले महसुस गरेको थियो। त्यस कारणले गर्दाखेरि आजको दिनमा म परमेश्वरलाई साँच्चै नै धन्यवाद अनि टक्राउन चाहन्छु यो अवस्थामा उठ्दै गर्दाखेरि है। अनि यसघरि धेरै भूमिका मैले बाँधेँ, माफ गर्नु। सल्लाह गरेर नै यो कार्यक्रमलाई अगाडि बढाएको हामीले मलाई बडो खुसी लागिरहेछ। यो ठाउँमा आइपुग्नको लागि धेरै सङ्घर्ष गर्नुपर्छ, धेरै मेहनत परिश्रम प्रार्थना गर्नुपर्छ। मैले वचनमा पनि मैले पटक पटक भन्दै आएको थिएँ, पास्टरको महत्त्वपूर्ण हुन्छ र पास्टरको लागि धेरै प्रार्थना गर्नुपर्छ, ताकि आज तपाईँको हाम्रो मण्डलीको लागि पास्टर जो हुनुहुन्छ हाम्रो लागि अत्यन्तै महत्त्वपूर्ण हुनुहुन्छ। अनि त्यसमा पनि हाम्रो मण्डलीको पास्टरलाई छोड्दैनौँ। हामी के गर्दैनौँ अरे, छोड्दैनौँ। पीडा हुन्छ होला, चिन्ता हुन्छ होला, प्रार्थना गर्ने मान्छे पाउनुहुन्न होला, त्यतिखेर हाम्रो साथ चाहिन्छ उहाँहरूलाई पनि। त्यस कारण के गरौँ न मण्डलीको तर्फबाट भन्ने मात्रै हो। अब त्योभन्दा बढ्ता त उहाँहरूले मण्डलीको लागि गर्ने कुरा थुप्रो गरिराख्नु भएको छ, हामीले देखिरहेछौँ, हामीले तपाईँको सुनिराखेका छौँ। उहाँहरूको भूमिका, उहाँले जुन भूमिका निर्वाह गर्नुपर्ने उहाँले गरिराख्नु भएको छ। अनि आउने समय भविष्यमा अझै बढ्ता हुँदै आमेन। यसले गर्दाखेरि हाम्रो प्रार्थना चाहिँ उहाँहरूको सधैँ पनि हामी उहाँहरूको लागि प्रार्थना गर्नेछौँ। मैले हरेकचोटि भन्ने गरेको छु, हरेक छोरी मान्छे आमा हुन्छ, हरेक छोरा मान्छे बाबु हुन्छ, तर सबै असल नहुन सक्छ। यो संसारमा हजारौँ पास्टरहरू छन्, तर विजय घमाल जस्तो पास्टरहरू नहुन सक्छ।
आमेन। त्यसले गर्दाखेरि यो स्थानमा सधैँ पनि हामी उहाँलाई राखिरहन चाहन्छौँ। उहाँलाई दिनुपर्ने सामान हामीले निरन्तर दिइ नै राख्नेछौँ। उहाँले जुन प्रकारले वचन उहाँले आज यहाँ प्रस्तुत गर्नुभयो, साँच्चै नै हामीले पनि उहाँले गरे जस्तै गर्न अब सिक्नुपर्छ सबैले। उहाँले जुन प्रकारले भूमिका निर्वाह गरिराख्नु छ मण्डलीलाई हामी सबैले गर्ने नै छौँ। हुन्छ, यो समयलाई म धेरै लिन चाहन्न, हाम्रो समयले डाँडा काटिसकेको छ। तर बाँकी समय खदा लगाएर हामी सम्मान गर्न चाहन्छौँ होइन। मण्डलीको तर्फबाट केही सानो चिनो दिएर अनि हामी उहाँलाई हस्तान्तरण दिनेछौँ। हामी सबैजना उठाउने गरी हामी सबैजनाले यो प्रार्थना यो कुरामा हामी तपाईँप्रति निरन्तर प्रार्थना गर्छौँ। धन्यवाद सम्मान गर्नेछ। तपाईँको छोराछोरीको जीवन तपाईँ सर्वस्व सन्तति परमेश्वर बाबा साँच्चै चुनौती आउन सक्छ, अभाव आउन सक्छ, पीडा आउन सक्छ। एउटा स्थितिमा प्रभु तपाईँमा गर्नुपर्ने आँट, भरोसा, साहस, प्रेम, अनुग्रहका कुराहरू नभुलिकन प्रभु तपाईँको स्वरले प्रभु तपाईँको राज्य विस्तारको कुरामा साँच्चै अगाडि बढ्नुपर्नेछ परमेश्वर बाबा। हामी फेरि पनि गर्न सकौँ भन्ने निम्ति प्रार्थना छौँ। एकअर्कामा उत्साह दिइने रहन्छ परमेश्वर बाबा। मेरो प्राण रहेसम्म तपाईँकै आराधना गर्नेछु। यो मेरो प्राण रहेसम्म तपाईँकै आराधना गर्नेछु। चाहे भनोस् संसारले पागल भनोस्, मेरो घरानाले तपाईँलाई पछ्याइरहनेछ। छोरा म सँगसँगै यो संसारलाई छोडेर जान सक्दैन, किन हामी अघि पछि भएर जान्छौँ होइन। हाम्रो शारीरिक मृत्युहरू त्यसरी हुन्छ, तर पनि हामीले खोज्छौँ। किन खोज्छौँ त भन्दाखेरि किनकि ऊ चाहिँ मेरो छोरा थियो नि त होइन। छोरा मेरो हो, संसारमा परमेश्वरले स्वर्गबाट दिनुभएको एउटा सुन्दर इनाम है, उपहार हो। अनि त्यो कारणले खोज्छौँ हामी। तर पनि परमेश्वर त परमेश्वर नै हुनुहुन्छ नि होइन स्वर्गमा। उहाँले चाहिँ हामी मानिसलाई, पृथ्वीमा बस्ने मानिसलाई किन खोज्नु हुँदो रहेछ त है। यो कुरा चाहिँ किन खोज्नु हुँदो रहेछ भन्दै गर्दा चाहिँ अहिले हामीले वचन पढ्यौँ, परमेश्वर चाहिँ आत्मा हुनुहुन्छ होइन। अनि उहाँलाई आत्मा र सत्यतामा आराधना गर्ने सच्चा आराधकहरू खोज्नु हुँदो रहेछ है। मानिसले परमेश्वर मानिस खोज्नु हो। कस्तो खालको मानिस खोज्नु हुँदो रहेछ भन्दा परमेश्वरले चाहिँ मानिस हामीमा चाहिँ त्यो हृदय भएको, त्यो आत्मा भएको व्यक्ति, त्यो मानिस खोज्नु हुँदो रहेछ कि जो चाहिँ परमेश्वर चाहिँ आत्मा हुनुहुन्छ र उहाँलाई आत्मा र सत्यतामा आराधना गर्न सच्चा आराधकहरूलाई खोज्नु हुँदो रहेछ है। सदा सर्वदा भइरहनु। जय मसीह।